हाल मौन अर्थमा रहेको रासोपाको 2/3 नजिकको सरकार बन्न लागिरहेको बेलामा किन हाम्रो रविज्यूले प्रधानमन्त्रीको रूपमा संसदीय दलको नेता श्री बालेन्द्र शाहज्यूलाई चुज गरेर म अगाडि बढ्छु भनिरहेको छैन? के लाग्छ त तपाईँहरूलाई? मलाई पर्सनली के लाग्छ भने जसरी महाभारतको युद्धमा कृष्णले सारथी बनेर अर्जुनलाई पछाडि राखेर युद्ध जिताउनतर्फ लम्काएका थिए, त्यसै गरी जनताको आय, भरोसा र विश्वासको मत पाएका रवि अनि बालेन दुवैजनाले मिलेर रविले कृष्णको ठाउँमा बसेर सारथीको रूपमा बसी बालेनलाई प्रधानमन्त्री बनाउनुपर्छ र अबको मन्त्रीमण्डल भने एक्सपर्ट नै हुनुपर्छ। हामी कुनै कम्प्रोमाइज गर्ने छैन। अब 2/3 तर्फ कतिको शक्तिशाली हुनसक्छ त अहिलेको रासोपाको सरकार? सबैभन्दा पहिला 275 को आधा भन्दा माथि आउने बित्तिकै बहुमतको सरकार बन्छ, जसले हालको समयमा सम्पूर्ण तरिकाको अपरेसनल इफिसियन्सी तर्फको काम गर्नलाई सजिलै सक्छ। तर रासोपाको सरकारसँग त मात्र 136 सिट, 37 सिटदेखि 140 सिटसम्मको साधारण बहुमत होइन, 183 सिटको स्ट्रङ बहुमत छ, जसले गर्दा अहिलेको सरकार भनेको कुनै पनि हालतमा कुनै पनि बहानाबाजी नगरिकन संविधान संशोधन बाहेकका जनताका एक्सपेक्टेसन पुरा गर्नुपर्छ, जसको लागि जसरी कृष्णले आफ्नो अर्जुन दृष्टि राखेर अर्जुनलाई साथ लिएर सहयोग गरेर पुरै महाभारतको युद्धमा कमजोर मानिएका पाण्डव पक्षलाई जिताएका थिए, त्यसै गरी बालेन्द्र शाहलाई सहयोग गरेर रवि लामिछानेले हालको समयमा आफू थोरै पछाडि हटेर भए पनि बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउनुपर्छ। अब लागि परौँ 2/3 पुर्याउन सकिन्छ कि सकिन्न भनेर। के तपाईँलाई थाहा छ नेपालमा पहिला के हुन्थ्यो? हाल रासोपाको 183 सांसद 274 जनामा हो, किनकि एकजना मानिसलाई ब्ल्याकलिस्टेड कारणले गर्दाखेरि जितिएको उम्मेदवारी पनि सर्टिफिकेट दिएको छैन। भविष्यमा के हुन्छ त्यो त मलाई पनि थाहा छैन, हजुरहरूलाई पनि थाहा छैन। त्यसैले हामीसँग 274 सिट छ। त्यसमा महावीर पुन्ज्यू एकजना स्वतन्त्र बाहेकका, रासोपा बाहेकका सबैको हेर्दाखेरि अब सबैभन्दा पहिला सभामुख बनाउनु पर्यो, त्यसपछि उपसभामुख बनाउनु पर्यो, त्यसपछि राष्ट्रपति बनाउनु पर्यो र उपराष्ट्रपति बनाउनु पर्यो। राष्ट्रपति र उपराष्ट्रपति अहिलेका इलेक्टेड क्यान्डिडेट भन्दा बाहिरका रासोपाका खेमाबाट बनाइयो भने हालको 183 जना सिट 183 नै रहन्छ। त्यसपछि सभामुख रासोपाले लिनुपर्ने हुन्छ, जसले गर्दा 183बाट घटेर 182 सिट हुन्छ। त्यसपछि नेपालको संविधानले सभामुख र उपसभामुख एकै दलको बनाउन नपाउने भएको कारणले गर्दा रासोपाको प्रतिपक्षहरू सम्पूर्ण दल मिलेर पनि त्यहाँ पनि 1 सिट गर्छ, जसले गर्दा 273 एकजना सिट सभामुख घटेपछि र अर्को राष्ट्रपति उपराष्ट्रपति बाहिरबाट गर्ने भने 272 को 2/3 भनेको रासोपाको अहिले नै आउँछ। बाई इलेक्सन भएपछि त सजिलै नै आउँछ। यसको सट्टामा अर्को एउटा अल्टरनेटिभ पनि छ। महावीर पुन्ज्यूलाई हामीले सभापति वा उपसभापति बनाइदियो भने के भयो? त्यो क्षेत्र त रासोपाले नै जित्नेछ। र अर्को कुरा, जुन अर्को प्रतिपक्ष दलको उपसभामुख अथवा केही आउँछ भन्ने हाम्रो एक्सपेक्टेसन छ, त्यो सिट पनि त अहिले देशैभरिको घन्टीको माहौलले गर्दाखेरि त रासोपामै आउने चान्स छ। त्यसैले ढिला नगरिकन कृष्णले अर्जुनलाई साथ दिए जसरी रविले बालेन्द्र साथ दिउँ। जनतालाई ढाक्नु हुँदैन। हाम्रो प्रधानमन्त्री हामीले भोट गरेको भनेको अहिलेको कन्डिसनमा बालेन्द्र शाह हो। भविष्यमा हामी रविलाई पनि प्रधानमन्त्री बनाउन चाहन्छौँ।